साथीहरु सबैजनालाई नमस्कार। सर्वप्रथम त मेरो YouTube च्यानलमा सबैजनाले सब्स्क्राइब गर्न नबिर्सिनु होला एन्ड देन हनको सबैजनाले लाइक कमेन्ट पनि गरिदिनु होला। र आजको मेरो यात्रा सुरु हुँदैछ बुटोलदेखि चितवनसम्मको। जाँदै गर्दाखेरि चाहिँ बीच बाटोमा के हुन्छ सबै कुराहरु मैले हजुरहरु मार्फत देखाउँदै छु। सबैजनाले मेरो भ्लग चाहिँ हेर्दिनु। चितवन जाँदै गर्दाखेरि चाहिँ म एक्लै चाहिँ जानेवाला छैन, हामी दुईजना चाहिँ सँगै जाँदै छौं। हाम्रो यात्रा सुरु हुँदैछ बुटोलको भाटबटिनीदेखि चाहिँ हैन। यति बेला चाहिँ हामी भाटबटिनी छौं। ल अब चाहिँ अबबाट हिँडेम हेर्न सक्नुहुन्छ। भाटबटिनीदेखि चाहिँ हामी अघि बढ्दै छौं। यो चाहिँ बुटोलको भाटबटिनी हो साथीहरु। यदि तपाईहरु बुटोल आउँदै हुनुहुन्छ भने बुटोलको भाटबटिनी पनि भिजिट गर्न सक्नुहुन्छ है साथीहरु। यो चाहिँ चौराहा। अब चाहिँ हामी लाग्यौं चितवन नारायणघाट तर्फ हेर्नु। अब हामी त खाना खाएर आयौं। अब हिँड्दै गरेको साधनलाई पनि खाना खुवाउनु पर्यो हैन साथीहरु। त्यही भएर हामी अब लाग्यौं तेल राख्न तर्फ। यो चाहिँ पेट्रोल पम्प बुटोलदेखि थोरै अगाडि आइसकेपछि यहाँ चाहिँ अब हामी तेल हाल्छौं बाइकमा अनि त्यसपछि बल्ल हाम्रो सुरु हुन्छ यात्रा। ल हेर्न सक्नुहुन्छ यो चाहिँ बुटोलको पेट्रोल पम्प हुन्छ। यसरी तेल हाल्यौं। अब हामी तेल हालेर पनि निस्किसक्यौं। अब हामी लाग्यौं। हेर्नुस् त कस्तो राम्रो बाटो भएको छ बुटोलमा। अब हेरौँ दाउनेमा कस्तो छ के छ। चाहिँ बाटोमा ट्याक्क तिर्खा लायो अनि हामी चाहिँ यहाँ उखुको जुस खाँदैछौँ। दाइले चाहिँ उखु पेल्नु रहेछ। उखु सँगसँगै हामी यता चटपटे पनि खानेछौँ। चटपटे दाइले चाहिँ मिठो चटपटे खुवाउँदै हुनुहुन्छ। झोला मिलाउँदै हुनुहुन्छ। अझै पनि यो झोला बनेन मलाई आउन बस्नलाई अप्ठ्यारो भएर यहाँ मिलाइदिँदै हुनुहुन्छ। ल मलाई बरु पिरो भयो चटपट खान सकिन। यता चाहिँ गुवाम खाँदै हुनुहुन्छ। चटपट लभर हो है, चटपट लभर को हुनुहुन्छ चटपट लभर साथीहरु। अहिले चाहिँ हामी बर्दाघाट कट्यौं। अब चाहिँ हाम्रो सुरु हुँदैछ दाउन्ने हैन। के कस्तो छ दाउन्नेको बाटो पहिला भन्दा के कति परिवर्तन भएको छ म तपाईहरुले भिडियो मार्फत चाहिँ देखाउँछु। लगभग 2 month आफ्टर आइपुगे म पनि। ल अब म चाहिँ तपाईलाई बिस्तारै देखाउँछु है गाइज। दाउन्ने भन्ने बित्तिकै तपाईहरु के सम्झिनुहुन्छ? मैले चाहिँ धुलो सम्झिन्छु। हेर्नु त सुरुवात धुलोबाटै भयो है हाम्रो पनि। यहाँ चाहिँ खतरा भयो क्या। यहाँनिर चाहिँ यो घुम्टे चाहिँ मलाई पनि खतरा लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ? सही मन पर्छ यो घुम्टे चाहिँ मलाई। हेर्नु त त्यो स्पिड आउँदा चाहिँ मलाई लास्ट डर लाग्छ है साथीहरु। यो चाहिँ दाउन्नेको बाटो पहिला भन्दा चाहिँ अलि परिवर्तन चाहिँ भएछ, राम्रो भएछ। अब अझ अगाडि चाहिँ के कस्तो छ म तपाईहरुलाई देखाउँदै गर्छु। हेर्न सक्नुहुन्छ यो चाहिँ दाउन्नेको बाटो हो। यहाँबाट चाहिँ बाटो पिच हुन बाँकी रहेछ। अलिअलि यहाँ बन्दै रहेछ। बोल्दाखेरि पनि बाटो अप्ठ्यारो भएर अड्की गाछ होला साथीहरु। ल यहाँ चाहिँ जेसीबीले काम गर्दै रहेछ हेर्न सक्नुहुन्छ। ल यो बाटो चाहिँ कहिले बन्ने हो? म त लगभग महिनामा हिँड्दाखेरि लगभग 7-8 वर्ष भयो क्या हिँड्न लाग्यो। यस्तै छ। अब चाहिँ सायद परिवर्तन चाहिँ पक्कै होला, हुँदै पनि छ। म त यहाँ धुलो यो धुलो नखाइ जाने दिन पनि पक्कै आउला। कहिले आउला खै। ट्रकमा लेखेको एउटा लाइन चाहिँ मलाई मन पर्यो, मेहनत गर्नेहरू कहिले पछि पर्दैन। सही हो है यो कुरा चाहिँ। आउनेमा जाम नहुने भन्ने कुरा त पक्कै हुन्न। ल हेर्नुहोस् आज पनि जामै रहेछ। हामी लगभग 2 बजीतिर छौँ होला यहाँनिर। हेर्नु त बनाउने काम भइरहेको रहेछ। बिस्तारै काम हुँदै गर्दाको यो देख्दै गर्दाखेरि चाहिँ कता खुसी पनि लाग्दो रहेछ। ल हेर्नु यति धुलो छ कि साथीहरु।
यहाँनिर मैले गाडी पनि देखिरहेको थिएँ, न अगाडिबाट आएको गाडी देखिरहेको छु न पछाडिबाट आएको। यस्तो धुलो कहिले हुने होला यो समाधान? अहिलेको टाइममा नेपालमा म्याक्सिमम मान्छेहरू रोगी भएको कारण नै यही हो जस्तो लाग्छ मलाई। हामी त यति बेला दाउन्नेको मन्दिर निर आइपुगेको छौँ। यहाँनिर चाहिँ दाउन्ने देवीको ल सबैले मोबाइलबाटै भए पनि दर्शन गर्नु। म पनि अहिलेसम्म त गएको छैन, यहीँ बाटैबाट भए पनि दर्शन गरेँ, सम्झिएँ। बाटो लेदो ल हेर्नुहोस् दाउन्नेको बाटो। यो पुल चाहिँ अझै बनिसकेको रहन्छ, बन्दैछ, त्यही भएर हामी फेरि अर्को बाटो हिँड्दैछौँ। यो जङ्गलको बाटो है, यो दुम्की ब्यासबाट भित्र छिरिसकेपछिको बाटो हो यो चाहिँ, जङ्गलको बाटो। मिलिसकेपछि अब खाजा पनि खानु पर्यो। म चाहिँ भेजिटेरियन परेँ, त्यही भएर म चाउमिन खाएँ। अलिकति यो चाहिँ धेरै भयो, त्यही पनि म अन्तिममा सकेर मात्रै जान्छु। अनि यता चाहिँ यहाँ के भन्छ यसलाई, के भन्छ अरे, लेग पिस खाँदै हुनुहुन्छ। कतिजना घुम्नु भएको छ, कतिजना घुम्नु भएको छैन। यदि घुम्नु भएको छैन भने घुम्नु होला। राम्रो छ हाम्रो सिजी, राम्रो सिजी नवलपुरको सहान। तुलसीको हनुमान मन्दिर एकदम प्रख्यात मन्दिर हो यो पनि, दर्शन गर्न सक्नुहुन्छ आएको बेलामा आउने जाने गर्दा। फाइनल्ली हामी फलफुल पनि किन्यौँ। फाइनल्ली हाम्रो चोकको नाम चाहिँ पशुपति चोक। यो चाहिँ हामी घर आयौँ। अब घर जाँदा मम्मी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा रह्यो यहाँ। हामी आफै सरप्राइज भइनी हो कि थाहा पाउनु भयो कि के हो, त चाहिँ मम्मी हुनुहुँदो रहेन रहेछ गाइज। उताबाट आमा भन्दै आउनुभयो है। थाहा पाउनु भएको थियो मम्मी?